गाइज व्हाट्सअप वेलकम ब्याक टु माई युट्युब च्यानल ट्राभलर जोन। अनि आज पनि चाहिँ म तपाईँहरूको सामुमा एउटा नयाँ फेरि अनबक्सिङ भिडियो लिएर आएको छु। चाहिँ DJI-को ड्रोन हो। तपाईँहरूले जसमा देख्न सक्नुहुन्छ यहाँ मेरो हातमा आइसकेको छ। DJI-को निगेटिभको कम्बो प्याकभित्र के कुरा रहेको छ अब हेरौँ है त। यहाँ रहेको छ एउटा ड्रोनको RC कन्ट्रोलर। यहाँ चाहिँ रहेको छ DJI-को ब्याट्री, एउटा दुईटा तीनटा है। असली कुरा भने चाहिँ यहाँभित्र छ है। यहाँ चाहिँ रहेको छ हाम्रो ड्रोन। ओहो, तर यो मैले सोचेको भन्दा पनि लाइट वेट रहेछ है। ओहो, यो त एकदम हल्का रहेछ। वेट हुन चाहिँ वेट चाहिँ कति भने थियो, 150 ग्राम भने जस्तो लाग्यो। ओहो, गिम्बल हेर्नु न, गिम्बल सानो गिम्बल। बस अब चाहिँ मेरो ड्रोन आइसकेको छ। अब भने चाहिँ यो ड्रोनले कतिको राम्रो भिडियो क्वालिटी खिच्न सकिन्छ भनेर चाहिँ म यसलाई उडाउन जानेवाला छु। बाइकले पनि लु बस्नु त। ल गाइज, अब चाहिँ हामी यहाँबाट टक्क हिँड्न आँटेका छौँ। लु बस्नु त, बस्नु त। अब चाहिँ हाम्रो यहाँ ड्रोनको उडाउनको लागि खाली ठाउँ एकदम हेरेर सट्टै यहाँबाट हिँड्न आँटेको। अनि अब यहाँ म र वीरेन दाइ चाहिँ बसिरहेको छौँ। अब चाहिँ जान आँटेको छौँ। अब भने सिधै त्यता भेट्छौँ है त। रेडी हो? हाम्रो भ्युवरलाई भनिदिनु पऱ्यो आज कतिको एक्साइटेड हुनुहुन्छ। यो राम्रो छ नि घर त है। अब आम्दानी केही छैन त के गर्नु, कसरी कमाउनु त पर्यो। त्यही भएर गाइज मेरो च्यानललाई छिटो छिटो सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला। मेरो पनि अब मोनेटाइजेसन हुन आँटेको छ। अनि आई होप अस्तिको भिडियो हेर्नुभयो होला। अब यहाँबाट चाहिँ हामी लाखुरी भन्ज्याङ जाने, लाखुरी भन्ज्याङमा चाहिँ उडाउने हो ड्रोन है। अहिले टिक्क हामी यहाँ जाँदैछौँ लाखुरी भन्ज्याङतिर। कतिको ड्रोन उडाउने कतिको उयो छ, सोख छ। अलिक एक्साइटेड त हुनु पर्यो नि। मेरो चार्ज पनि क्यामेराको पनि सकिन आँटिसक्यो। अब यहीँबाट छिराइदिनु पर्ला। जति नै छिटो गऱ्यो नि त्यही त हो। ओफ, यो के हो यस्तो? आम्मामा, अब कुइरेनीहरू आएको छ त साइक्लिङमा। के एडभेन्चर हो नि। पार्किङ यहाँ हो, यहीँ पार्क गरेको यहाँनिर तनाव मचियो। यहाँ उडाम नउडाम हुँदै हामी दुईजना बसिरहेको छौँ। के गर्ने वीरेन दाइ, उडाउन कि नउडाउन? यहाँ गोपनीयताको लागि आज भएर नानीको लागि बनाएको मान्छेहरूलाई ड्रोन उडाएर सबै निकालिदियो भिडियोहरू भन्दियो त्यस्तो केही बढ्दियो होइन। तनाव लाग्दो हुन्छ। यहाँ चाहिँ आज ड्रोन खास गरी चाहिँ हामी उडाम भनेर आएको। तर यहाँ मान्छे नै मान्छे क्या, जता पनि मान्छे नै मान्छे। फेरि कस्तो छ भने अब मेरो एक त रेजिस्टर गरेको छैन, तनाव भयो। के गरौँ भन्ने कन्फ्युजन हुँदिरहेको छ। अब के गर्ने त, पहिला यसो गरौँ र वीरेन दाइ होइन, टक्क जमिन भएको ठाउँमा जाउँ, त्यो प्र्याक्टिस गरौँ यो रोडतिर एरियातिर होइन। धेरै अग्लो पनि नउडाउँ, त्यहाँबाट ल्यान्ड गरौँ। ल्यान्ड गरिसकेपछि फेरि आउँ। र अब भने चाहिँ मैले चाहिँ अब यो ड्रोनलाई चाहिँ उडाउन गइरहेको छु। यहाँ चाहिँ अब अहिले चाहिँ फलो मोडमा उडाउन गइरहेको छु। अब हेरौँ है त।
अब चाहिँ यसले मलाई फलो गर्छ तपाईँहरूले देख्दै हुनुहुन्छ होला यहाँ मलाई म जता जता हिँडिरहेको छु भनेर सिकिरहेको भनेर कसरी चालु गर्ने माथि गर न माथि माथि अझ माथि भयो त अझ माथि गर त्यो त यसमा क्यामेरा जरा छैन नि तिम्रो ड्रोनमा छ अनि त्यसले देखाइहाल्छ त अब चाहिँ मैले बोलाएँ ड्रोनलाई तर मेरो हातमा देख्न सक्नुहुन्छ टक्क आफै ल्यान्ड गरिरहेछ है यहाँ बस के गर्ने आरसीबाट कसरी गरौँ हौ ट्राई हानौँ न यही नजिककै पहिला भरे डराएर त भएन साँच्ची नै हो ल अब दुईजनाको गरौँ ल सो गाइज अहिले चाहिँ अब हामी दुईजनाले यहाँ गरिरहेको छौँ अब दुईजनाको चाहिँ माथिको रकेट सर्ट हामी अब लिन ट्राई गरिरहेको छौँ रेडी 1 2 3 स्टार्ट यस्तो रहेछ क्या छोडिदिनु आफै जान्छ आफै हो भाइ गएर त्यो गेस्टर नगर्नु आफै जान्छ आफै जान्छ कहाँसम्म जाने रहेछ है ए अब हल्का टाढा लग्नु पर्यो क्या उतासम्म जाँदैन यो यो यस्तो ठाडै मात्रै हो क्या रकेट सर्ट हो ब्याट्री लो भयो ब्याट्री लो चार्जर सक्यो त्यति छिटो अनि र त भनेको त अनि यस्तो हाइमा उडाइराख्यो यसलाई त अहिले चाहिँ अब हामीले ब्याट्री चाहिँ सकियो ब्याट्री सकिएको कारणले गर्दाखेरि चाहिँ अब अर्को ब्याट्री हालेर फेरि चलाउन लागेको ट्राई गर्न आँटेको अहिले भने चाहिँ अब ब्याट्री म चेन्ज गर्छु फेरि त्यस पछाडि हामी फेरि भिडियो सर्ट लिनेछौँ अनि भरे भिडियोको कस्तो कस्तो बन्यो त्यो भरे हामी तपाईँहरूलाई भिडियोमा राखिदिनेछौँ त्यहाँबाट हेर्नु होला है त पनि एकदम इजी छ यसलाई सट्ट ब्याट्री झिक्ने ब्याट्रीलाई चाहिँ टक्क यहाँ हाल्ने अनि त्यहाँबाट यता मिलिसकेपछि मात्र अगाडि राख्ने किनभने यो फेरि जबरजस्ती गऱ्यो भने चाहिँ काम बिग्रिन्छ है टक्क अब फिट भयो खै हाम्रो अब भने चाहिँ मैले चाहिँ आरसीबाट उडाउन जाँदैछु है र अहिले चाहिँ मैले यहाँ ट्याक्क कनेक्ट गरिसकेँ अब भने चाहिँ यो आरसी कनेक्ट गर्न गइरहेको छु है अनि अब अलिकति मुटुक त ढुकढुक हुँदैछ यार यहाँबाट गयो भने त बिचक हुन्छ त यो मेरो फर्स्ट टाइम हो फर्स्ट टाइममै अब पहिला यहाँ रोडमा उडाउने बिग्रियो भने त समस्या हुन्छ रेस्ट्रिक्सनको चाहिँ कस्तो जस्तै कि हामीले आरसीमा उडाउँदाखेरि ध्यान दिनुपर्ने कुरा भनेको एउटा यो निलो एरिया भनेको चाहिँ यहाँ अब देखाएको छ रेस्ट्रिक्टेड जोन अनि रेड जोन अल्टिट्युड जोन है रेड जोन भयो अनि महालक्ष्मीदेखि लिएर गोकुल यिनीहरूको लागि चाहिँ तपाईँले के चाहिन्छ भने उडाउनको लागि पर्मिसन चाहिन्छ यहाँ चाहिँ मेरो आरसीको सिग्नल आइरहेछ अनि यो चाहिँ के हो भने अब चाहिँ यिनीहरू छोडिदिउँ यो डिटेलमा मलाई पनि थाहा छैन भर्खर ट्राई गर्न जाँदै गरेको अब भने चाहिँ म उडाउनेवाला छु यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ भ्यूहरू अहिले मेरो मसँग 99% छ अनि यहाँ स्टोरेजहरू देखाइरहेछ यिनीहरू देखाइरहेछ अब भने यो भयो घुमाउने हो क्या अब उड्छ नि आउनुहुन्छ यहाँ चाहिँ हाम्रो वीरेन दाइले उडाइराख्नु भएको छ ड्रोन भने मासतिर छ अनि म भने चाहिँ यहाँ मेरो अलिअलि मुटु ढुकढुक हुँदैछ है वीरेन दाइ अनि ड्रोन चाहिँ मासतिर गइरहेछ धेरै मासतिर नलाग्ने सिग्नल ब्रेक हुन्छ है यहाँ हेर्नु है अनि यहाँ चाहिँ हेरिरहेको छौँ अनि हामीले ड्रोन चाहिँ अति मासतिर गइसक्यो है माथि सानो भएर हेरिन आएछ अनि अहिले चाहिँ यहाँ गरिरहेको छौँ धेरै उता नलानु सेन्सरले अहिले चाहिँ हामीले DJI-को नियो ड्रोनलाई चाहिँ उडायौँ अनि यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स थियो तर मैले चाहिँ यो फर्स्ट टाइम उडाउँदाखेरि अलिकति डर भइरहेको थियो कस्तो लाग्यो त वीरेन दाइ एकदम रमाइलो लाग्यो सँग उडाउनु भन्दा यो उडाउनु राम्रो छ फर्स्टचोटि लाइभमा एक्सपिरियन्स गर्दा जोन भाइले ड्रोन लिएर मैले नि चलाउन पाएँ राम्रो लाग्यो नत्र कहाँ चलाइन्थ्यो अझै त्यही हो ठिक छ एकदम राम्रो छ
सबैले साथ सपोर्ट दिनु होला। हामीहरू यत्रो मेहनत गरिरहेको छौँ होइन। हो हामी नि के होला भनेर यहीबाट के प्रगति गरौँला, अलि तपाईँहरूलाई नै राम्रो राम्रो दृश्यहरू देखाउन सकौँला भनेर लागिरहेको हो। अहिले हामी सिकिरहेको छौँ, बिस्तारै हामी राम्रो राम्रो ठाउँमा गएर देखाउने छौँ। अहिलेलाई साथ सपोर्ट दिँदै होला।